भाउजू कतिको खुसी हुनुहुन्छ त नि? खोल्नु त। सो हेलो नमस्ते सबैजनालाई। आइएफ सबैजना सन्चै र आरामै हुनुहुन्छ। म पनि एकदम आरामै छु र आज चाहिँ हामी त्यसमा हिँडेका छौँ। किन हिँडेका छौँ भन्दाखेरि हजुरले थम्नेल हेरेर थाहा पाइसक्नुभयो होला किन हिँडेका छौँ। सो अब क्रिसमससम्मको यात्रा के कस्तो हुन्छ हेरौँ है। भाउजू नहस्नु है, अरू जेसुकै गर्नु। अस्ति मोबाइल खस्यो, आज मान्छे खस्यो होला फेरि। बाटो चाहिँ ठिकै छ, त्यस्तो साह्रो अप्ठ्यारो किन माथिल्लो किन जाने र? यस्तो अप्ठ्यारो भयो यो बाटो माथिल्लो। सो अहिले चाहिँ हामी अब यसरी आनन्दले ओर्लिरहेका छौँ अफरोड। टावरमा त्यस्तो किनौने कुरो म त हिँड्दिनँ। गोरुले मार्ला यार। हिँड न हिँड छिटो अलि दुगुरो उता। ए गयो। सो अब चाहिँ हामी अन रोड आउन लाग्यो। अन रोड आउनु लाग्यो भन्दा नि आइयो। अब चाहिँ यहाँबाट अलि आनन्दले जानुपर्छ। मामाहरू स्कुटरमा कुदेर जानुभयो माथि। पानी हालिदिन्छु तल्लो बाटो जानु त। के खै थाहा छैन मलाई त भाउजू। अस्ति आउनेलाई यो ठुलो पढेको थियो। बाटो त खत्रै छ फेरि यहाँ यतातिर आएको त। बाटो चाहिँ अब ठिक छ एकदम। आउने त गाडी बिग्रेछ। मत ढाले 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 ढाले। यहाँ बाटो नि ढले ढले भन्ने खालको छ। कस्तो बगेछ भन्नाले जान दिन पहिला अन्त हामी जान्छ।
त्यहाँ ढुक्क होता हाम्रो त बाइक छन् किन त अड्लाउने र त्यो नै नर्लाइकन आनन्दले बस्नु न मामाहरूलाई घट्न दिउँ अन्त अन्त बनाउनै रहेछु उड्नु होला पछाडितिर फुट त खस्नु होला र नि दिनाक छैन कि त्यो र भाइ यो पर्वत मेडिकल कता छ सिधै धन्यवाद त्यहाँ अगाडिदेखि आएन रञ्जन भाइ उता पछाडि आउँदैन यो हो पर्वत मेडिकल त्यो ओप्पोमा जाने भाउजूले मोबाइल किन्नु हामी यहाँ कक्षमा आइसक्यौँ भाउजूले मोबाइल हेर्दै हुनुहुन्छ कुन मोबाइल हुन्छ अहिले हेरौँ है त भाउजूले चाहिँ यो मोबाइल किन्नु भयो रियलमीको C63 भाउजू कतिको खुसी हुनुहुन्छ त नि खोल्नु त सो अहिले चाहिँ हामी फर्किसकेको छौँ र हामी अहिले पुलमा छौँ कस्तो भिड छ यार पुलमा आज दसैँको भिड होला है यो मान्छे त आइहाल्छ नि निस्किन लागेको अनि यहाँ रिचार्ज हुन्छ हामीलाई त आइहाल सोध्नु त
आज मैले लोटाइदिन्छु क्या भाउजूलाई यो ओह्रामा लोटाइदिएपछि लोटेपछि ठ्याक्क टेक्नु है भाउजू गुल्टेपछि अन्त टेकिन्न त नि बिस्तारै जाने बिस्तारै सो आजको भिडियो चाहिँ यहीँसम्म अस्ति मोबाइल हराएर भाउजू दुःखी हुनुहुन्थ्यो अब आज चाहिँ खुसी हुनुहुन्छ सो भिडियो मन परेमा लाइक सेयर कमेन्ट गरिदिनु होला च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला जस्तै भन्दै म बिदा लिन्छु हस्